एभ्रिवान, हेलो गुड मर्निङ, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो बहिनी धेरै दिनपछि घर आएर एकदम खुसी हुँदै फुलमा पानी हाल्दै हुनुहुन्छ। दिदी कति दिन पछाडि पानी हाल्नु पाउँदैछु फुलमा भन्दै गफ लाउँदै फुल मजाले फुल्या रहेछ है दिदी भन्दै सुनाउँदै हुनुहुन्छ मलाई। म पनि भन्दै गफ लाउँदैछु। अनि आज चाहिँ हामी मौली जाने प्लान हुँदैछ। हामी 3 जना दिदीबहिनी अनि हामी चाहिँ यसो 3 जना चाहिँ अब मौली जानुलाई आज चाहिँ रेडी हुने प्लान हुँदैछ। हामी चाहिँ खानासाना खाएर सबै रेडी भएर पनि हिँड्थ्यौँ। बेलुका 2:30 बज्दै थियो होला सायद। अनि हिँडेको मौसम पनि निकै धुमिसकेको थियो। अनि छ्यामाहरूले पनि भन्दै हुन्थ्यो पानीले भेट्छ तिमीहरू कति ढिलो गरे हो र भन्दै हुन्थ्यो। अनि तर पनि हामी चाहिँ ढिलो हिँड्यौँ घरदेखि चाहिँ। अनि म चाहिँ पारी उदिको भिडियो बनाउँदै हिँडेको। पारी गुफा डाँडा मन्दिरहरू, पारी भिरहरू केहरूको बनाउँदै भिडियोहरू बनाउँदै खिच्दै गएको। हामी चाहिँ हाम्रो मौली चाहिँ सिनाम ताप्लेजुङ हो। अनि म चाहिँ भिडियो बनाउँदै पछाडि हिँडिराखेको छु। मेरो बहिनी चाहिँ अगाडि भारी बोकेर जाँदै हुनुहुन्छ। हाम्रो एकजना बहिनी चाहिँ अघि मामासँग बाइकमा पुगिसक्नुभएको। अनि हामी चाहिँ भिरको बाटो उकालो काबेली तरेर उकालो लागेको। अनि कति अप्ठ्यारो भिड रहेछ। म त मामा घर पनि 6-7 वर्ष पछाडि गएको। एकदम भिड पहराहरू चाहिँ हिँड्ने बानी नै हराइसकेछ क्या। अनि 2 जना चाहिँ उकालोमा मरी गफ लाउँदै हिँडेको। मेरो बहिनी चाहिँ भारी बोकेर हैरानै भएको थियो। मेरो चाहिँ चप्पलले साथ नदिएर है मैले भारी नबोक्नुको कारण चाहिँ। तर पनि ठाउँ सजिलोमा चाहिँ बोक्न सघाउँदै थिएँ। अनि तर पनि 2 जना हाँस्दै म चाहिँ हँसाउँदै गफ लगाउँदै उकालोमा हिँड्दै थियौँ 2 जना चाहिँ। घाम पनि लागिरहेको थियो, गर्मी पनि हल्का भइराखेको थियो। 2 जनालाई अब कतिखेर पुगिन्छ भन्दै एक्साइटेड हुँदै 2 जना चाहिँ उकालोमा हाँस्दै हिँडिराखेको थियौँ। अनि अब चाहिँ आइपुग्ने बेला भयो भन्दै हाँस्दै 2 जना चाहिँ भिर चढ्दै थियौँ। अनि बल्ल फाइनली आइपुग्यो भन्दै 2 जना खुसी हुँदै हेर्दै थियौँ पर मौलीतिर हामी चाहिँ। अनि बस्ने ठाउँ पनि आयो हुन्थ्यो भन्दै 2 जना चाहिँ उकालो चढ्दैछौँ। अनि मामा घर चाहिँ अघि कान्छी बहिनी चाहिँ पुगेर हो कल गरे कहाँ आइपुगेको हो भन्दै सोधी हुनुहुन्थ्यो। हामी चाहिँ बिस्तारै आउँदैछौँ आइपुग्न आँटेको भन्दै थियौँ। उसलाई चाहिँ अघि एक्लै पुगेर अल्छी लाग्यो होला नि त। अनि हामी चाहिँ 2 जना हाँस्दै बस्दै गफ लगाउँदै। अनि म चाहिँ पार्टी पनि आएछ बसौँ है भन्दै बहिनीलाई सोध्दै थिएँ। अनि गलिया छ दिदी बसौँ न भन्दै थियो बहिनीले पनि। अनि हामी चाहिँ बस्यौँ। फाइनल्ली पार्टी पनि आइपुग्यो। अनि हावा पनि मिठो चलिराखेको थियो। मेरो बहिनी चाहिँ उकालोमा भारी बोक्दा एकदम थकितै भएको थियो। ऊ पनि थक्कै मार्ने नै गरी बस्यो। अनि हामी चाहिँ पारी खेबाङ मेलेहरू लिम्बुदिनहरू देखाउँदै डाँडाहरू हेर्दै लाग्यौँ मौलीतर्फ। अनि हाम्रो चाहिँ ठ्याक्कै स्कुल मस्तिर नै हो मौली घर चाहिँ। अनि हाम्रो मौली घरदेखि मुनि चाहिँ स्कुल थियो, पुरानो स्कुल। अनि पहिला मम्मीहरू पढ्नु भएको स्कुल अरे। अनि मलाई चाहिँ मम्मी बितेर जानुभए पनि मम्मीको यादहरू एकदम आइबस्छ। अनि मम्मी पढ्नु भएको स्कुल अरे भन्दै बहिनीलाई गफ लाउँदै बरहरू हेर्दै स्कुलहरू अनि हेर्दै। अनि म चाहिँ 6-7 वर्ष पछाडि आउँदा चाहिँ धेरै चेन्ज आएको रहेछ। स्कुलहरू नयाँ भवनहरू बनिया रहेछ। अनि बहिनीलाई सोध्दै जाँदै थिएँ यहाँ नयाँ बन्ने छ नि भन्दै। दिदी नयाँ बन्ने भन्दै थियो बहिनी पनि। मलाई चाहिँ पुरा मम्मीसँग पहिला सानोमा हिँडेको एकदम धेरै याद आइरहेको थियो स्कुल उकालो मौली घर जाँदाखेरि। अनि मम्मीलाई सम्झिँदै म चाहिँ मामा घर पुगेँ। अनि बोजूहरूसँग गफ लगाएँ। बोजू बाजेहरू सबै हुनुहुन्थ्यो माइजूहरू। बोजू चाहिँ एकदम धेरै मेरो मम्मीको बारेमा सोधिराख्नु भएको थियो क्या। अनि यो चाहिँ भोलिपल्ट बिहानको भिडियो जोडेको हो। अनि मेरो बहिनी चाहिँ आँखा मिच्दै थियो बिहान उठेर। अर्को बहिनी चाहिँ सिराक पट्याउँदै थियो, मिलाउँदै थियो ओछ्यान। अनि भाइ चाहिँ उठ्नुहुन्छ अरे भन्दै दिदीहरू उठ्नु अरे भन्दै आइराख्नु भएको थियो। म चाहिँ ओछ्यानदेखि नै उठेर भिडियो बनाइदिँदै थिएँ 3 जनाको। बहिनी चाहिँ ढाड दुख्यो भन्दै गफ लाउँदै थियो। म चाहिँ भिडियो बनाउनु व्यस्त। अनि भिडियो बनाउँदै थिएँ। अनि त्यतिकै उज्यालो भएछ भन्दै बाहिर हेरिरहेको थिएँ।
गफ लाउँदै बाहिर निस्केँ। अनि यसो बाहिरतिर यसो हेरेको नाङ्लोमा त के सुकिरहेको रहेछ। म चाहिँ अमला हो भनेको, होइन अरे न्युटोला पो रहेछ। राम्रो हेरेको न्युटोला रहेछ भरे त। अनि त्यहाँदेखि दुईजना चाहिँ भएर डिप खोलौँ न भन्दै गफ लाग्यौँ। अनि बहिनी चाहिँ भित्रसिर पट्याउँदै थियो। अनि बाहिर डिप खोलेर बाहिरको नजारा हेरेको, स्कुल तल देखिँदै थियो। लिचीको बोट कत्रो झ्याङ भएको रहेछ। म जाँदा सानो थियो, अहिले त ठुलो भएछ। अनि मेरो भाइ चाहिँ तल माथि डिप अड्काउने रड खोज्दै थियो। अनि चाहिँ त्यतिकैमा बोजूलाई रेडी गऱ्यौँ, फोटो खिचौँ न बोजू भनेर। हामी बल्ल बल्ल नातिनीहरू आएको छौँ, म त कति वर्षमा आएको भन्दै बोजू चाहिँ के फोटो खिच्नु होला र भन्दै हुन्थ्यो। अनि फेरि भरे चाहिँ सम्झना बिर्सना हुन्छ, खिचिराखौँ न भन्दै हुन्थ्यो। अनि साडीहरू लगाइदिउँ बोजूलाई। हाम्रो जन्म भाइ चाहिँ लुक्दै थियो। अनि त्यहाँदेखि बोजूलाई साडीहरू लगाएर तयार पार्दै थियौँ तिनजना दिदी बहिनी भएर। अनि बोजूलाई चोलीहरू सबै मिलाएर लगाइदिएर अनि बथाङहरू साइडमा राखिदिएर अनि बोजूलाई चाहिँ तयार पार्दै थियौँ। माइजूले पनि हेल्प गर्नुभयो हामीलाई तयार पार्नुमा। अनि म चाहिँ बाजेलाई पनि रेडी हुनु है भन्दै बाजेलाई पनि भन्दै थिएँ। अनि खिच्नु र फोटो भन्दै हुन्थ्यो, बाजेले पनि खिच्नु न भन्दै मैले चाहिँ बाजे चाहिँ हतार हुनुहुन्थ्यो। भोटको दिन पनि थियो नि त, अनि भोट लाउनु जानुपर्ने पनि थियो। अनि तर पनि बाजेलाई पनि रेडी गऱ्यौँ, बोजूलाई बल्ल रेडी पारिसक्यौँ। अनि बाजे पनि रेडी हुँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ बोजूको भिडियो बनाइदिँदै गफ लाउँदै सम्झना बिर्सना भन्दै गफ लगाइदिँदै थिएँ। म चाहिँ तेलहरू लगाइदिएँ बोजूलाई, टाउकोमा कपालहरू बाँधिदिएँ। अनि बोजूको कपाल चाहिँ छोटो थियो, सो त्यही भएर अडिएन। अनि तेल लगाएर सपक्क पारिदिएँ। अनि त्यहाँदेखि बोजूलाई तयार पारिसकेर चाहिँ हामी चाहिँ फोटो खिच्ने भन्दै थियौँ। हामी पनि रेडी हुने बोजू भन्दै गफ लगाइदिँदै थियो बोजूलाई चाहिँ। अनि बोजू चाहिँ खुसी पनि हुँदै हुनुहुन्थ्यो। बोजूको कपाल चाहिँ केही गर्दा अडिँदैन नि त, अनि अडिएन। अनि मैले चाहिँ तेलहरू लगाइदिएर चाहिँ अनि चिम्टीहरू पनि बहिनीलाई बोलाएर चिम्टी पनि ल्याइदेऊ न भने। अनि टिकाहरू लगाइदिएँ, चिम्टी लगाइदिएँ। अनि त्यहाँदेखि बोजूलाई राम्ररी बनाएर चाहिँ अनि फोटो खिचाउन आँटेको थियौँ हामीले। अनि त्यहाँदेखि तिमीहरू पनि छिटो रेडी हो भन्दै बोजू भन्दै हुनुहुन्थ्यो। हुन्छ भन्दै म पनि भनेँ। अनि टिकाहरू लगाइदिइसकेर अनि कपाल पनि फेरि एकचोटि फेरि बाँधिदिएँ। अनि त्यहाँदेखि बोजूले यस्तै हो कपाल त अडिँदैन भन्दै हुनुहुन्थ्यो। अनि तर पनि मलाई चाहिँ कस्तो बोजूको एकदम धेरै माया लाग्यो। मेरो मम्मी त खसेर जानुभयो। तर पनि बोजू चाहिँ मलाई मम्मी जस्तै लागेर अनि एकदम चिटिकै पारिए। अनि त्यहाँदेखि हामी पनि अब रेडी हुन्छौँ है बोजू भन्दै हामी पनि रेडी हुनु गयौँ। अनि त्यस पछाडि रेडी पनि बिस्तारै भयौँ। रेडी हुँदै थियौँ, पालै पिलो गर्दै साडी लगाएर फोटो खिच्ने भनेर प्लान बनाइरहेको थियौँ नि त। सो साडी लगायौँ। अनि त्यहाँदेखि मलाई चाहिँ एकदम धेरै टाइम लाग्यो, बहिनीले साडी लगाइदिएको। अनि मैले चाहिँ झुम्काहरू लगाएको थिएँ नि त। झुम्का त लगेको, तर त्यसबाट निकाल्ने यति धेरै टाइम लाग्यो नि, निकाल्नै सकेन क्या, पेज दर भएर। अनि त्यसको लाउने पनि ठुलो थियो। अनि कानमा चाहिँ कस्तो दुखी भयो भने अब लहर लागिरहेको थियो, लाउनु चाहिँ मन परिरहेको थियो। अनि त्यहाँदेखि दुखी भयो भने लगाएँ। फाइनली रेडी चाहिँ बल्ल तल्ल भयो। फिन्चो लगाएको थिएन नि त। अनि फिन्चो बेगर चाहिँ साडी मिल्नु एकदम गाह्रै हुन्छ। तर पनि जसो तसो यसो मिलाए जसो गरेर चाहिँ लगायौँ। तिनैजनाले रेडी भयौँ। अनि दुईजनाले चाहिँ साडी लगायौँ। अनि एकजना बहिनीले चाहिँ सुट लगाउनु भएको थियो। अनि रेडी भयौँ दुईजना। फिन्चो नभएर चाहिँ एकदम धेरै साडीहरू मिल्नै गाह्रो भइरहेको थियो क्या दुईजनालाई चाहिँ। अनि तर पनि हामी जसो तसो रेडी भयौँ। बाहिरदेखि बाजे कराइराख्नु भएको थियो, छिट्टो गर न, कति ढिलो हो, भोट लाउनु जानु ढिलो भइसक्यो भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ बोजूलाई निकाल्नु गएँ किचनमा। अनि त्यहाँदेखि बोजूलाई पनि निकाल्यौँ। अनि बोजूको चाहिँ साडी नै अडिएन भन्दै हुनुहुन्थ्यो। अनि एकछिनको लागि हो हुन्छ बोजू, जस्तो तसो मिलाएर लगाउँ न भन्दै मैले चाहिँ अनि बोजूलाई
बिस्तारै तानेर निकाल्यौँ बाहिर। अनि बोजूलाई बाहिर निकालेर चाहिँ घाम पनि लागिरहेको थियो ठिक्क, तर पनि गर्मीमै भए पनि फोटो चाहिँ खिचायौँ। गर्मीमै घाममै निकालेर भए पनि एकछिनलाई हो बोजू भन्दै बाजे अघि रेडी भइसक्नु भएको थियो। बाजे सबैभन्दा छिट्टो रेडी हुनुभएको। अनि त्यहाँदेखि कुर्सीमा राख्यौँ। अनि बाजे चाहिँ भन्दै हुन्थ्यो देब्रे साइडमा राख्नुपर्छ बोजूलाई भन्दै हुनुहुन्थ्यो। म दाहिनेपट्टि हो भन्दै बाजे चाहिँ भन्दै हुनुहुन्थ्यो। अनि बोजूलाई बस्नको लागि सिट चेयर मिलाइदिँदै थियौँ। अनि त्यहाँदेखि बाजे चाहिँ अघि रेडी भएर ढिलो गऱ्यौ नि भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ नि होइन हुन्छ कहिले कहिले ढिलो भन्दै थियौँ। बोजूलाई राख्यौँ। अनि त्यहाँदेखि बाजे बोजूलाई राखेर चाहिँ अब चाहिँ फोटो खिच्नेतिर तयारी गर्दै थियौँ। अनि बोजू चाहिँ फेरि खाली खुट्टा हुनुभएछ। अनि मैले चाहिँ जुत्तीहरू छ जुत्ताहरू छ नि ल्याइदिनु न भन्दै मान्छेलाई भन्दै थिएँ। पूजा बहिनीले जुत्ताहरू लिएर आउनुभयो। अनि यही होला बोजूको जुत्ता भन्दै थियो। बाजेले त्यही हो भन्दै हुन्थ्यो। अनि मैले चाहिँ पुछेर धुलो अलिअलि लागेर चाहिँ पुछपाछ पारेर चाहिँ बोजूलाई जुत्ता लगाइदिएँ। अनि त्यस पछाडि चाहिँ बोजूले पनि हुन्छ हो फोटो खिच्नु त हो एकछिन भन्दै हुनुहुन्थ्यो। तर पनि होइन बोजू लगाउँ न भन्दै मैले पनि भन्दै थिएँ। बाजेले पनि ठिकै हो नातिनीहरूले भनेको भन्दै हुनुहुन्थ्यो। अनि त्यहाँदेखि मैले चाहिँ जुत्ता लगाइदिएँ बोजूलाई। बहिनीले चाहिँ पथाङहरू मिलाइदिँदै हुनुहुन्थ्यो बोजूको। अनि त्यहाँदेखि छिटो छिटो एक दुई खिचौँ भन्दै हुन्थ्यो बाजे चाहिँ। अनि त्यहाँदेखि बल्ल बल्ल छिराइदिउँ बोजूको जुत्ता चाहिँ खुट्टामा। अनि त्यहाँदेखि अब चाहिँ छिटो फोटो खिचौँ है भन्दै थियो। गर्मी पनि थियो घाम पनि लागिरहेको थियो एकदम गाह्रै भइरहेको थियो होला बाजे बोजूलाई पनि। अनि बल्ल लगाइदिइसकेर म चाहिँ यता हावा खानु निस्केँ। अनि त्यहाँदेखि अब चाहिँ फोटो खिच्नेतिर तरकार गर्ने भन्दै थियौँ। हाम्रो चाहिँ साडी अब मिलेकै थिएन फिन्छ बेगर, तर पनि त्यत्तिकै लगाएको थियौँ। अनि त्यहाँदेखि माइजूहरू चाहिँ लु खिचिदिउँ न त फोटो भन्दै हुन्थ्यो। अनि त्यहाँदेखि बहिनी पहिले लक्ष्मी बहिनी चाहिँ फोटो खिच्ने भन्नुभयो र अनि पहिले उहाँको चाहिँ खिचिदिँदै हुनुहुन्थ्यो माइजू र यता हाम्रो बहिनीले चाहिँ। अनि बाजे बोजूसँग खिच्ने चाहिँ ठुलै रहर थियो हाम्रो चाहिँ फोटो खिच्ने। अनि माइजू र पूजा बहिनीले चाहिँ फोटो खिचिदिँदै हुनुहुन्थ्यो। म चाहिँ भिडियो बनाइरहेको थिएँ। फोटोहरू पनि खिचिसक्यौँ। अनि आजै जाने हामी चाहिँ भन्दै थियौँ। बाजेहरूले आज चाहिँ नजाँदा हुन्थ्यो बसेर जाँदा हुन्थ्यो बल्ल बल्ल आउँदाखेरि भन्दै हुन्थ्यो। तर पनि हामी चाहिँ भोलि ताप्लेजुङ जानु छ। अनि त्यही भएर हामी चाहिँ जाने आजै भन्दै भने। अनि त्यहाँदेखि अन्तिममा बोजूलाई बिदा माग्दै थियौँ। अनि बसेर जाउन्न बल्ल बल्ल आउँदाखेरि भन्दै हुनुहुन्थ्यो बोजू चाहिँ। अनि कहिले आउँछ अब भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ दसैँमा आउँछौँ नि बोजू भन्दै भनेको। दसैँमा भन्दा अगाडि नै आऊ न, अगाडि नै आऊ है तिमीहरू भन्दै हुनुहुन्थ्यो। बल्ल बल्ल आउँदा बसेर जाऊ भन्दा मान्दैनौ भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ अब पछि आउँछौँ नि बोजू भनेको। पछि त के हुन्थ्यो भन्दै हुन्थ्यो। अनि हाम्रो भाग्यले यत्रो बाँचिराख्नु भएको छ अझै बाँच्नुपर्छ है बोजू भन्दै म चाहिँ भन्दै थिएँ। अनि हुन्छ भन्दै बोजू पनि भन्दै हुनुहुन्थ्यो। अनि त्यहाँदेखि मलाई चाहिँ नजान त चाहिँ एक दुई दिन बस भन्दै हुनुहुन्थ्यो। तर पनि होइन बोजू जाने भन्दै भने। अनि कहाँ अब माथि घर जान्छस् कि पारी छ्यामाकोमा भन्दै हुन्थ्यो। म चाहिँ छ्यामाकोमै जाने नि बोजू भन्दै थिएँ। अनि हामी तिनैजनाले बिदा माग्यौँ बोजूलाई। अनि मलाई चाहिँ एकदम तिर्खा लाग्यो जस्तो भइरहेको थियो क्या हिँड्ने बेलामा। अनि तिर्खाले खरिरहेको थियो। अनि पानी खानु पऱ्यो भनेर ग्लास निकालेर पानी गर्न आँटेको। बहिनीले म सारिदिन्छु दिदी भने। अनि बहिनीले पानी सारिदिँदै हुनुहुन्थ्यो। अनि अर्को बहिनी पनि कान्छी बहिनी पनि खरिएको रहेछ। अनि उसले म पहिले खान्छु भन्दै थियो। अनि ल नि त भनेर उसलाई पहिले दियौँ। अनि त्यहाँदेखि पालो गर्दै पानी खायौँ। अनि तिनैजनाले पानी अलिअलि खाएर लाग्यौँ। अनि त्यहाँदेखि अब चाहिँ हामी गएको है बोजू भन्दै म चाहिँ बोजूलाई भन्दै थिएँ। अनि बोजूले ल भन्दै हुनुहुन्थ्यो। अनि मेरो मम्मीकै बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। मम्मी त्यस्तो भइहाल्यो यताउता भन्दै हुनुहुन्थ्यो। अनि त्यहाँदेखि अब त्यस्तो भइगयो जे नहुनु भइगयो बोजू। अब त्यसको
होला नि त मम्मीको गर्नेहरूलाई भन्दै म चाहिँ भन्दै बोजूलाई भन्दै थिएँ। अनि बोजू चाहिँ कराउँदै हुनुहुन्थ्यो, हुनैपर्छ भन्दै। अनि त्यहाँदेखि म चाहिँ ल है बोजू हामी निस्क्या भनेर म चाहिँ बिदा मागेर गएँ। अनि मौली गएर फोटोहरू यसो भिडियोहरू बनाएँ। अनि त्यहाँदेखि सम्झना हुन्छ भनेर भिडियोहरू बनायौँ। अनि त्यहाँदेखि अनि 2जना दिदीबहिनी निस्किँदै थिएँ कोठाबाट। अनि लु जाउँ है भन्दै भने मैले पनि, अनि उनीहरू पनि निस्किँदै थिएँ। अनि त्यहाँदेखि म चाहिँ भिडियोहरू वरपर सबै खिचिराखेँ। अनि त्यहाँदेखि अब कति वर्षमा आइन्थ्यो कि न त छिट्टै गइन्थ्यो त्यो पनि थाहा भएन। अनि तर पनि सम्झना हुन्छ भनेर भिडियो बनाएँ। अनि 2जना पनि निस्किन्। अनि 3जना गर्मीमा घामले एकदम पोली पनि रहेको थियो, फोटो खिच्दा खरी पनि रहेको थियो, तिर्खाले पनि पानी सानी त खायौँ। अनि तलदेखि 1 बोतल चिसो लगाउँला दोकानदेखि भन्दै सल्लाह गर्दै 3जना चाहिँ हरालो लाग्यौँ। अनि कस्तो नरमाइलो पनि लागिरहेको थियो क्या मलाई। म पहिला मम्मीसँग आउँदाखेरि कति खुसी हुँदै रमाइलो पलहरू बिताएको थियो नि त। अनि त्यहाँदेखि कस्तो मनमा कस्तो खिन्न हुँदै म चाहिँ अगाडि लागेँ। अनि 2जना दिदीबहिनी चाहिँ पछाडि आउँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ कहिले पुग्नु होला नि त्यो पारी भन्दै 3जना चाहिँ पारी भिर पनि हेर्दै हिँड्दै थियौँ। अनि तर पुगिन्छ सामानहरू केही छैन भन्दै। अनि सामान चाहिँ मामाले भरे बाइकमा ल्याइदिन्छु भन्नुभएको थियो र 3जना बिस्तारै गफ गर्दै जाउँ न भन्दै हामी चाहिँ सल्लाह गर्दै हिँड्यौँ। अनि त्यहाँदेखि कस्तो नरमाइलो लागिरहेको थियो मौली छोडेर आउँदा।